हेलो बुढी हजुर के हो यो चाहिँ आज कोदोको नुडल्स छ पारबटनीमा मैले चाहिँ देखेको थिएन यो हैन फर्स्ट टाइम देखेँ अनि खान मन लाग्यो कि मलाई कस्तो एक्साइटेड भयो देख्दा बित्तिकै म बनाउन जाँदैछु कस्तो हुन्छ हेरौँ है त यसलाई बनाउने चाहिँ चाउमिन जस्तो हो भन्ने सोचिरहेको छु मैले त्यसरी नै बनाउँछु अब के हाल्छु यहाँ घरमा भए अनुसारको त्यो हालेपछि अब कस्तो हुन्छ हेर्छु है त ट्राई गरौँ है मैले बनाएको खाने आज मैले बनाएको खाने ए ल सुरुमा के गर्ने बोइल गर्ने सुरुमा चाहिँ यसलाई बोइल गर्नुपर्छ म चाहिँ यसलाई बोइल गर्नतिर लागेँ है त ल तिमी बोइल गर अरू काट्ने पनि तिमी काट है हुन्छ ल त्यसमा बोइल गर्छु म यसमा बोइल गर्दैछु रुक्नु त्यसमा भन्दा ठुलो चाउमिन पकाउने भाँडामा बोइल गर्यो भने है गरौँ र हुन्छ म चाहिँ यो ठुलो भाँडोमा पानी बसाल्छु किनकि अब कोसिनी यसमै बनाउने हो नि त दुईटा भाँडा जुठा हुन्छ मान्नलाई जाडोमा गाह्रो उता पानी तात्दै गर्छ यता चाहिँ म प्याज खोज्दैछु के अरे प्याज काट्छु अनि लसुन पोक्नु पर्यो म चाहिँ प्याज काट्छु त्यस्तो छिटो काट्नु चाहिँ आउन्न क्या मलाई कहिले नि यस्तै प्याज काटेको म यहाँ राख्छु अब चाहिँ म लसुन पोक्छु है प्याज लसुन पनि म यस्तो गरेर काट्छु मलाई चाहिँ पिसेको भन्दा यो काटेकै राम्रो लाग्छ क्या हल्का यस्तो टोक्नलाई खासै इमिडिएट हुन्न जस्तो लाग्छ मलाई त्यो नुडल्स बनाउँदा लसुन चाहिँ त्यहाँदेखि मलाई टेस्ट मिठो लाग्छ त्यही भएर बनाउँछु अब चाहिँ म ससेस काट्छु है चाहिँ यो ससेस पनि यहाँ राख्छु अब चाहिँ खुर्सानी यो फिस ससेस हो यो पनि म अब हल्का म नुन हाल्छु यसमा पानीमा हल्का बेसार पनि हाल्छु देखिन्न कोदोमा बेसार चाहिँ हालेको अब चाहिँ यसलाई राख्नु पर्यो कसरी गर्नु आधी निकाल्न त गाह्रो रहेछ त यस्तो गर्छु यति भए मलाई पुग्छ अब चाहिँ म खुर्सानी काट्छु साग पनि राख्नु पर्यो कि हल्का बिर्से चाहिँ म चाहिँ अघि हाल्न यतिकै हुन्छ होला नि म चाहिँ छिटो पाक्छ भनेर छोप्दैछु कि हल्का भयो कि नै हुनु लाग्यो त एउटा अन्डा लिए भइसक्यो यतिको भयो चुट्टिन्छ क्या यो छाम्दाखेरि अब चाहिँ म यसलाई पानी गरी निकाल्छु म चाहिँ अब यसलाई खनाउँछु यसलाई भयो कता आफूले केही देखेन होला है निस्केछ यो चाहिँ यतिको यसलाई माथि नै राखिदिउँ सागलाई नि यसको माथि के अब के हेर्नु न यसको
यसमा चाहिँ मैले हल्का तेल हाल्छु कि यो चप्किन्छ नि त, चप्किन सक्छ त्यही माथि कोदोको होइन, त्यही भएर यतिको बसी भयो थोरै। ठिकसँग चाहिँ यसमा तेल हाल्छौँ हामी, हुन्छ होला नि यतिबाट। हामी चाहिँ धेरै तेल खान्नौँ त्यही भएर त्यति हालेको है। अब तेल हल्का तातिसक्यो, यसमा ससेज हाल्छु। फर्स्टमा ससेज फ्राई हुन दिनु पर्यो। अन्डा हाल्छ, अन्डा छोड्ने चिज है त चम्चा। खुर्सानी सबै हाल्दै गइहाल्यो। अब चाहिँ हामी यो खुर्सानी प्याज लसुन सबैलाई फ्राई गर्छौँ एकछिन, हातले नै राखेँ। हामीले चाहिँ यसमा हल्का नुन हालौँ। जिरा पाउडर पनि राख्ने है। अब चाहिँ यसलाई चलाउनुपर्छ। अब चाहिँ हामी यो हल्का फ्राई भइसक्यो, अब चाहिँ हामी यो हाल्नु जाँदैछौँ सोया सस राख्ने राखेँ थोरै सोया सस। यो हाल्दिउँ चाल चाहिँ हल्का कम राखेको क्या सोया सस अझै हाल्छु। हाम्रो चाहिँ कोदोको नुडल्स अब रेडी हुन लाग्यो। 1 मिनट पकाएपछि यो पाक्छ अनि हामी खान्छौँ। अब चाहिँ हाम्रो नुडल्स रेडी भयो। अब चाहिँ प्लेटमा बनाउँछ हामी। चाहिँ प्लेटमा राखेर खाने मात्र काम बाँकी छ। यसरी निकाल्नु। अब चाहिँ हामी खाने। म चाहिँ ट्राई गर्छु है एकपटक कस्तो भयो। ठिक छ तर त्यो जस्तो छैन के मैदाको हुन्छ नि त्यस्तो छैन। कस्तो कोदोको रोटी खाएको जस्तो त्यस्तो फिल भयो। तपाईँ ट्राई गर्नु नि त लाउनु। हजुरले खानु न। बाई बाई बाई।